पाकिस्तानी चर्चित भ्लगर अली जमाली पहिलो पटक आफ्नी बहिनी इजमा र भाइ अब्दुल वासेसँग अन्तर्राष्ट्रिय सिब्लिङ ट्रिपमा निस्किएकी छन्। यसपटक उनीहरूको गन्तव्य बनेको छ सुन्दर देश अजरबैजानको राजधानी बाकु। यात्राको सुरुवात भने निकै तनावपूर्ण रह्यो। एयरपोर्ट पुग्ने हतार, पासपोर्ट बिर्सिएको कारण भएको दौडधुप र सामान व्यवस्थापनको झन्झटले उनीहरूको पहिलो यात्रा नै रोमाञ्चक बनायो। तर सबै चुनौती पार गर्दै उनीहरू सुरक्षित रूपमा बाकु पुग्न सफल भए। बाकु पुगेपछि ई-भिसा प्रक्रिया, स्थानीय मुद्रा साट्ने र सिम कार्ड खरिद गर्ने क्रममा उनीहरूले नयाँ अनुभव बटुले। भिसा शुल्क अपेक्षाभन्दा महँगो परेपछि उनीहरू केही छक्क पनि परेका देखिन्छन्। यात्राको अर्को चुनौती होटेलमा देखियो। बुक गरिएको कोठा सम्बन्धी समस्या र रिसेप्सनबाट पर्याप्त सहयोग नपाउँदा केही समय उनीहरू निराश बने। तर त्यो निराशा धेरै बेर टिकेन। त्यसपछि सुरु भयो बाकुको सुन्दर यात्रा। आकर्षक सडक, सफा वातावरण र युरोपेली शैलीको सहरले उनीहरूलाई निकै प्रभावित बनायो। चालकको सुझाव अनुसार धेरै ठाउँ पैदल घुम्दै उनीहरूले सहरलाई अझ नजिकबाट अनुभव गरे। दिनभरको थकानपछि उनीहरू एक पाकिस्तानी रेस्टुरेन्ट पुगे जहाँ न्यानो स्वागतसँगै स्वादिष्ट बिरयानीको स्वाद लिए। स्वादिलो खाना र आत्मीय व्यवहारले दिनभरको तनावलाई खुसीमा बदलिदियो। राति अबेरसम्म सहरको रमाइलो अनुभव बटुलेपछि अलिजेह र उनका दाजुभाइ दिदीबहिनी सुरक्षित रूपमा होटेल फर्किए। पहिलो अन्तर्राष्ट्रिय सिब्लिङ ट्रिपको यो यात्रा चुनौती, उत्साह र अविस्मरणीय क्षणहरूले भरिएको देखिन्छ, जसले अहिले दर्शकमाझ पनि राम्रो चर्चा बटुलिरहेको छ। अलिजे जमालीको यो ब्लगको पुरा भिडियो अलिजे जमाली युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ। तपाईँ हामीलाई टिकटकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्न नबिर्सनुहोस् र युट्युबबाट हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानल सब्स्क्राइब गरेर साथ दिइरहनुहोस्। धन्यवाद।